हेलो गाइस, स्वागत छ हजुरहरुलाई मेरो नयाँ ब्लगमा। आज चाहिँ हामी जाँदैछौँ सुटिङमा। आज टक्क लाएर दशैंको सुटिङमा जाँदैछौँ हामीहरू। यहाँ मनोज दशैंको चाहिँ हो, मनोज कण्डेल र यहाँ मिलन गइरहेछन्। ल हामी चाहिँ अब टक्क सुटिङमा जाँदैछौँ, हजुरहरुलाई अपडेट गराउँदै गर्छौँ। ल अब लाग्यो, बाइ। यही दरिन्दे हो, यही दरिन्दे हो यो केटी। केटी देख्नुहुन्न, स्कुटी रोकिहाल्ने दरिन्दे। लाजको मर्नु यस्तो गर्नुहुन्छ? मेरो त खासै रोल छैन गाडी। खासै होइन रोलै छैन खासै भने। म त्यसै हिँड्नलाई यसो गफ गर्न नगर न प्लिज यार, पार्न लाने यार साथीहरू यार। यिनी कति फोरी हुन्छ, प्लिज नपार्दैन यार। ल गाइज, हामी चाहिँ अब सुटिङको लागि यहाँ मुडा खोज्दैछौँ। यहाँ कता देखाम हो, त्यसैको लागि प्रतीक्षामा छौँ। दाइ केही बोल्न छ? लाइक कमेन्ट सेयर हान्दिनु, ठोक्दिनु, के गर्नु मन छ सब गर्दिनु यो युट्युब च्यानललाई। अरूलाई होइन नि फेरि। बरु यो भिडियो एकछिन पज गरेर डोन्ट डर्टी इंग्लिश इन आई हैव नो प्रब्लम। युट्युब च्यानललाई घच्याक आउ साथी हो मुडा हुन्छ। हामी मुडा खोज्न आएको, मुडा त उही रहेछ। ए भोपाल थाहै नै मुडा खोज्न यहाँ मात्रै छ। कहाँ किन जाने त्यो एउटा कस्तो भन्दा यो चेतना जनचेतना जस्तो दारु खाएको बेला होस पाइँदैन नि। त्यो पाठो किन्नु भएको मान्छेले बाख्रो बोकेर आउँछ, बाख्रो पनि अर्काले लैदिन्छ, काठ पर्छ आखिर लास्टमा। हाम्रो सुटिङ त्यस्तो प्रकारको छ। बाख्रो भनेर लिएर हिँड्दाखेरि काठ परेको हुन्छ, त्यस्तै टाइपको हो। मनोजलाई भनिदेऊ त केही। एकदम कडा अब सुटिङको स्थलमा ठ्याक्क पुग्न लाग्छौँ। के गरिरहेको रमाइलो छ गाइस, रमाइलो चाहिँ छ। ठोक्दै लाऊ साथी, फेरि मृत्यु होला हाम्रो। दाइहरू त्यता हुनुहुन्छ। रमाइलो गाइज, हामीहरू चाहिँ लोकेसनमा पुगिसकेको छौँ। लोकेसनमा पुगिसक्यौँ हामी बल्ल। हाम्रो यहाँ सरहरू हुनुहुन्छ। दाइ बोल्नु त केही। अब हामी अगरबत्तीको साथमा हाम्रो चाहिँ हेरेर कमेडी भिडियो दशैंमा आउँदैछ, हेर्नुपर्छ मजाले बसेर। त्यसको चाहिँ सुटिङमा छौँ र हाम्रो यहाँ चाहिँ तयारी हुँदैछ है। मजाले बसेर हेर्नुपर्छ। टाइटल के हो? टाइटल हाम्रो चाहिँ हेर न हेरमा चाहिँ हाम्रो यसको धेरै भिडियोहरू, कमेडी भिडियोजहरू आउँछ। हाम्रो यस्तै यो भिडियोको नाम त हेर न हेर हो। हेर न हेर हो, दशैंको प्रोजेक्ट होइन दाइ। हाम्रो यसको टाइटल के हो दाइ? टाइटल बाहुनको खसी। बाहुनको खसी टाइटल बाहुनको टाइटल बाहुनको खसी होइन, त्यो हुन्छ नि, त्यो जातीय धर्मको लागि जातीयको त्यो विरोध गरे जस्तो हुन्छ। त्यो गर्नु हुँदैन। यस्तो गरौँ न त। अब के छ भने जनै हराएको मान्छे चाहिँ मान्छेको खसी राखौँ न। दशैंको खसी राखौँ हो, दशैंको खसी। टाइटलै सोचेन काट होइन, ठिक छ। हामी भिडियो सुटिङ गरेर एकदम भ्याइने बेला भइसक्यो, टाइटलै छैन। भिडियो भ्याइने बेला भयो, सुटिङ गरेर टाइटल अब खोज्ने हो। हाम्रो स्क्रिप्ट चाहिँ यहाँ रेडी, यत्रो पार्नको। ए यो बुवाले यत्रो बोका बोक्न त सक्नुहुन्न हौ। हो, यो बरु ठ्याक्क सहिलो हुन्छ बुवालाई। यो त बोकेको माथि चढेर गर्ने हुन्छ। यो त मैले चाहिँ सक्दिनँ, हामी दुईटा मिलेर पनि सक्दैनौँ यो त यार। यो बाहिर तिमीले यो चाहिँ बोक्न सकिन्छ। नपिन तिमीले बोक्न सक्छ भाइ, यो सक्दिन।
होइन यो पनि शरीरको अङ्ग हो त्यो नराम्रो मान्न पर्ने यो उसलाई बोक्न सक्छौ यो नै भनेको हजुरलाई पागल उसले फेरि अब अनि कहाँ जुम गरेर देखाएको त नि तर बोक्दाखेरि यसले डिस्टर्ब गर्न सक्छ शरीरको अङ्ग हो त्यो ठुलो कुरा होइन डिस्टर्ब गर्न सक्छ सकिहाल्यो ल गाइज दाइ यहाँ आउनु एउटा कुरा हुन्छ यो खसी बोक्ने है यो कसले बोक्ने हो खसी अनि यो बोक्दाखेरि यसले डिस्टर्ब गर्यो भने फुट्यो भने दसैँमा त हुन्न त अनि टिकटकमा छ टिकटकमा अब खाली त्यसले त त्यही खान्छ यार त्यसलाई यहाँ लिएर आउनुपर्ने हो 1 केजी त छ होला त्यो है नमिल्ने एक चाक्टा हर्छ त्यसले गाइजहरु टक्क सब्स्क्राइब गरिदिनु होला मंगलम गुणदजा मंगलम पुनरीकाशी मंगला हे तनो हरि सबैजना सुखिरहौं ल पूजा सम्पन्न भयो अब सुटिङ स्टार्ट बुवाको एक्टिङ चाहिँ राम्रो हो के आहा कति मिठो रहेछ मोल कति मिठो रहेछ मोल लौ कति मिठो रहेछ मोल आजसम्म त मैले यो खाएकै थिएँ आनन्द बस ठिकै छ रमाइलो भइरहेको यिनलाई बोर लाग्यो मस्त सुतेछन् त्यहाँ नानीहरूले यता हेरिरहेछन् त्यहाँ काम गर्ने यत्रोजना दाइहरू हुनुहुन्छ यहाँ आन्टी मस्त चिलमा पारमा हुनुहुन्छ कति मिठो मोल आजसम्म यस्तो मोल खाएकै थिइनँ मलाई त कस्तो आनन्द लागिरहेछ एउटा सिन बल्ल बल्ल भ्यायो अब अर्को ठाउँमा छ भेट्दै गरौँला दसैँ त मनाउनु पर्छ नि हाम्रो ठुलो चाड भनेको दसैँ यो हाम्रो गाई केरा हरायो यहाँ केरा हरायो तनाव भइसक्यो 3 दर्जन केरा हराएछ यहाँ ठिकै छ यस्तो पारेर चाहिँ त्यो बोलेर यस्तो पारेर ल्याऊ यस्तो पारेर ल्याउ न आफै सौदार उदार छ नि ल्याउँछौ ल रुक रहेछ हामी ख्यास पार्न हिँड्यौँ मनोज हामी कहाँ हिँडेको हामीले अहिले देखाउँछु ख्यास के हो ल मनोजले ख्यास पारेर मोही झिकिराखन् ल मोही भेटायो मोही ठाउँ त एकदम राम्रो हो यार तर यो अलि राम्रो भएन ठाउँ मात्र राम्रो हो मनोज त राम्रो छैनन् बोल्न हो के बोल्न छ तुमने मेरा मुखी बंद कर दिया यार क्या बोलूं मैं क्यों नहीं बोलता है तू तुम्हारा दिमाग नहीं है का तुम तो बहन की दाई हो बहन की दाई हो तुम हाँ बहन की दाई ओ माय गॉड वाह व्हाट अ भ्यू यार व्हाट राम्रो छ यो कटेज तर यो कटेजमा प्रमोसन हामीले गरिदिदैन ल के अरे हाते रौदा ज्योतिषले भन्थे भन्नलाई पानीमा पौडी खेल्ने ठाउँ रहेछ यहाँ बबालवाला हेरिरहेछौँ के गर्नलाई दाइ पार्टी गर्नलाई के मतलब ए पौडी खेल्ने ठाउँ रहेछ यार डुब्ने जस्तो त रहन्छ खेल्ने हो र खासै उस रहन्छ फोरो फोरो जस्तो लाग्यो यार पानी है भित्रबाट लागेन हौ अस्ति पानी परेर भिजेर सब खोले हैन लागेको मन यत्रो बुढो भएर कमसेकम कट्टु लाउनु पर्छ नि मैले लाएन लाउन त
हामीहरू आज फेरि अब कहाँ आयौँ हामी भन्दा अब हामी फेरि भन्छौँ हामी जङ्गलमा मङ्गल गर्न आएका छौँ। अब जङ्गलमा मङ्गल गर्न होइन मङ्गलमा जङ्गल गर्न आयौँ। ल गाइज हाम्रो यहाँ आन्टीले मेरो लागि के भन्दै हुनुहुन्छ ल दिदी सरी ल गाइज हाम्रो हजुरहरूलाई हाम्रो जेबिरा दिदीसँग भेट गराउँछु ल के बोल्नु छ दिदी छोरी भएको ज्वाइन बनाउँथे ओए होए ल छोरी दिने अरे भएको भयो अरे यार खोजेर ल्याइदिनु यार ल खोजेर ल्याइदिनु है ल भन्नु न ल त भन्नु ल मलाई खोजेर ल्याइदिनु एउटा बाचा गर्दै हुनुहुन्छ यता देखाउ न सुन न ससुराली जाँदा मेरो धेरै दिनपछि ससुराली आएछु भनेर टक्क दशैंमा यसरी जाने टीका लगाइदिनु म ज्वाइन हैन र हजुरको पागल हुनु कि म पागल हो भन्नुहुन्छ ज्वाइनलाई ज्वाइन हुन्छ बाबु होइन यी पागल हुन् कि म पागल हो फर्मल बनाउँछु गाइजहरू हामी चाहिँ अब सुटिङको अन्तिममा स्टेजमा आइसकेको छौँ। यहाँ अब मुढा सुडा बोकेर टक्क सुटिङको अन्तिम स्टेजमा पुगिसक्दाखेरि धेरै मेहनत गरियो दुःख पाइयो। ठिक छ रमाइलो भिडियो हेरिदिनु होला द कन्टेन्ट नेपालमा आउँछ भिडियो होइन बाजे अहिले बाजे चाहिँ पहिले हेरिहाल्नु होइन बाजे मुढा त ठुलै बोकेर आउनु भएको त कतिखेर जानु भएको थियो न जङ्गल रे गाइजहरू हामी चाहिँ अहिले पानी परेर यहाँ सुटिङ रोकिएको छ। यस्तो बवाल पानी परेछ। के भन्न चाहनुहुन्छ दाइ के भन्नु त के भन्यो पानी परेर सोल्टिनालाई म्यासेज गरेछु त्यता पानी परेछ कि नै भनेर ल के भयो पानी परेको बारेमा केही बोल्दै दुःख पाइयो यार ल दाजु रुखमा चढेर केही बोल्दिनु त हाम्रो घरतिर नि पानी नै परे छैन रे ल यहाँ यस्तो हालत छ मेरो यस्तो हालत छ गाइज यहाँ डाँडाको नजिक आएर हो कि पानी परे यहाँ पातले छोप्नु परेको छ गाइज यस्तै छ जिन्दगी यहाँ चारैतिर रमाइलो अरे यत्रो दुःख पाइयो भन्ने लाग्छ दुःख पाइयो गाइज दुःख पुरा पानी परेको यस्तो पानी परेको फाइनली गाइज भिडियो समाप्त भएको छ। सुट पनि रोकियो अब यो भ्लग पनि रोकियो। बाई बाई गुड नाइट बात खतम लाइक कमेन्ट सेयर गुड नाइट।